भयो रे। अच्छा यो त पुष्पा नानी जस्तै पो छ। ओए पुष्पा कहाँ हिँडे कि त? पुष्पा नाम सुनेर केटी सम्झिस् कि क्या हो? केटो हो म। ए केटो पो हो? मैं झुकेगा नहीं साला। अनि भाइ कहाँ झुकेन यहाँ हो त? यहाँ पो हो त झुकेगा नै। अनि सर पनि कस्तो च्याङ पारामा हो कि के हो? अनि माथि त दाढी पनि हुनु पर्यो नि सर। अनि तिमी केटै हो भने एउटा ट्यालेन्ट देखाउ न त। वाह भाइ वाह, तपाईँले जिम चाहिँ राम्रै प्रक्रिया देखाउनु भयो जिमको। नमस्कार। नमस्कार भाइ नमस्कार। अनि मलाई इम्प्रेस गर्नलाई के गर्न चाहनुहुन्छ तपाईँ? सर म चाहिँ यहाँ होइन जिमको प्रक्रियाहरू देखाउन चाहन्छु। जस्तो मेरो ज्यान बनाएको छ यस्तो होइन। ए जिमको सबै प्रक्रिया आउँछ तपाईँलाई? सुरु गर्नुहोस्। तर यसै गरी अगाडि बढ्दै जानुभयो भने भोलिको दिनमा केही होला, तर मबाट चाहिँ अहिले। राजेश हमाल। अब राजेश दाई जस्तो मान्छे आइसके पछाडि मैले सरी भन्दा पनि मिलेन होइन। तपाईँ चाहिँ चिलाइदिनु राजेश दाई, तपाईँ चाहिँ है